एका देशमा एउटा राजा रहेछन् अरे। ती राजाका एउटी छोरी रहेछन् अरे। तिनको नाम रहेछ अरे सुनकेश्री। ती सुनकेश्री रानी भने त्यो सुनकेश्री भनेको चाहिँ ती छोरीको नाम चाहिँ कस्तो रहेछ भने सबै कपाल जति उनको चाहिँ सुनको मात्रै रहेछ अरे। सुनका सबै कपाल जति सुनको मात्रै। अनि एक दिन गर्दै 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 तिनी चाहिँ नुहाउन जान्छु आज म बाबा भनिछन् अरे राजालाई। अनि राजाले चाहिँ के भनेछन् भने नजाऊ छोरी तिमी यही पानीमा नुहाऊ भनेर भन्दाखेरि नाइ जान्छु म खोलामा गएर नुहाउँछु भनिछन् अरे। अनि खोलामा नजाऊ यही तिमीलाई चाहिँ यहाँ तिम्रा साथीहरूले पानी ल्याइदिन्छन् अनिखेर नुहाऊ यही घरमै भनेर भनेछन् अरे। नाइ म त खोलामा गएर नुहाउँछु भनिछन् अरे। अनि जबरजस्ती उनी चाहिँ खोलामा गइछन्। अनि लु जान्छौ भने जाऊ राजाले भनेछन् अरे। लु जान्छौ भने चाहिँ जाऊ तर तिम्रा कपालमा सबै कपाल सुनाका हुन् एउटा पनि केही नजारिकन आऊ है भनेर पठाएछन् राजाले। अनि उनी हुन्छ भनेर चाहिँ हुन्छ बुवा भनेर गइछन् नुहाइछन् मजाले साथीहरूसित गएर नुहाएर आउँदाखेरि आएर गन्दाखेरि एउटा केस चाहिँ झरेछ उनको। कहाँ झरो है। अनि झरिसकेपछि त्यो केस भेटेनन्। आएर यसो राजाले हेर्दाखेरि त एउटा केस छोरीको रहेनछ। ला यो केस चाहिँ कहाँ गयो होला त राम भनेर चाहिँ राजाले मान्छे पठाएछन् त्यो केस खोज्नलाई। केस खोज्नलाई मान्छे पठाए। जाँदा सबैतिर खोजे भेटेनन्। अनि एक दिन चाहिँ अर्कै देशको राजकुमार चाहिँ शिकार खेल्न भनेर मृग मार्ने हरिण मार्ने भनेर चाहिँ हिँडेछन् अरे बन्दुक बोकेर। अनि जङ्गलमा पसेछन् अरे। जङ्गलमा हिँड्दा मृग पनि भेटेनछन्, बँदेल पनि भेटेनछन्, हात्ती पनि भेटेनछन्, कसैलाई भेटेनछन्। पानी तिर्खा लागेछ उनलाई धेरै। अनि पानी खानु पर्यो भनेर खोलामा जानु पर्यो अब। अनि पानी खानु पर्यो भनेर खोलामा गएछन् अरे पानी खानलाई। खोलामा जाँदाखेरि राजकुमारले पानी खाँदा खाँदै एउटा केस भेटेछन्। त्यो केस चाहिँ कस्तो भने सुनको है। त्यो सुनको केस भेटिसकेपछि राजकुमारले लिएर गए है। राजकुमारले लिएर गए उता घरमा अर्कै देशको राजकुमारले है। त्यसपछि यतापट्टि राजाले त्यो सुनको केस भएको त्यो केटीको बुवाले राजा थिए उनी पनि। तिनले चाहिँ के भनेछन् भने ल मेरो छोरीको केस जसले भेट्छ म त्यसैसँग छोरीको बिहे गरिदिन्छु भनेर भनेछन्। त्यही कुरा सबैतिर प्रचार भएछ। अनिखेर त्यो चाहिँ राजकुमारले पनि सुनेछन् त्यो केस भेट्ने राजकुमारले। त्यसपछि आएछन् उताबाट राजकुमारहरू उतापट्टि राजकुमारको बुवाहरू सबै आएछन् त्यो सुनकेश्री रानीलाई अब सुनकेश्रीलाई बिहे गर्नको लागि है। त्यो सुनकेश्रीलाई बिहे गर्नको लागि आउँदा अर्को देशमा आइपुगेपछि राजाको घरमा आइपुगे तिनै घरमा चाहिँ सुनकेश्री रानी पनि बस्थिन्। अनि त्यो राजकुमारले ल्याएको सुनको केस पनि हेरे आफ्नै छोरीको रहेछ त्यो थाहा पाइसकेपछि उनीले भोलिपल्ट त्यो छोरीको बिहे गरिदिए। कोसँग भने त्यो राजकुमारसँग। अनि राजकुमारले त्यो सुनकेश्रीलाई लिएर गएर उनको नाम पनि के राखिदिए भने सुनकेश्री रानी। उनी अब त्यो राजकुमारसँग बिहे गरेर गइसकेपछि उतापट्टि त्यो राजकुमार पनि राजा भयो अनि त्यो सुनकेश्री पनि रानी भइन्। अनि त्यसैले तिनीहरूलाई चाहिँ राजा रानी भनेको है।
ती रानीलाई चाहिँ अनि के भन्न थाले भने सुनकेश्री रानी, कथा खत्तम। बुझ्यौ?